के रे अब त भन्नु अझै छ होला नि त सरप्राइजेसहरू अझै छ हुन सक्छ होला नि त माइट बी रेडी भयो है ए राइट हेर्नुहोस् है यसमा ओके फाइन हेलो गाइस वेलकम टु आवर च्यानल कहाँ जाने तिमी कहाँ जाने हो मलाई केही पनि थाहा छैन तर म रेडी भएर बसेछु एक्साइटेड छ एक्साइटेड त एकदमै छु तर मलाई डेस्टिनेसनै थाहा छैन कहाँ जाने हो नै थाहा छैन ओके ठिक छ जहाँ कहीँ रमाइलो भइगयो नि त हुँदैन हुन्छ त कहाँ लाने हो भन्नु न जस्तो तस्तो ट्रिप भए पनि नराम्रो नमाने होइन यहीँ ऊ त्यो 10वटा घर उता भयो नि मलाई थाहा छैन क्या आज म एकदम एक्साइटेड छु केही पनि थाहा छैन ए पनि थाहा छैन आज मलाई सो गाइज वी आर रेडी टु इम्बार्क आवर जर्नी सुरु गर्दैछ हामीहरूले तर यस्तो छ कि थाहा छैन इट्स अ सरप्राइज प्लान के छ मलाई पनि थाहा छैन अझैसम्म भन्नुभयो होइन मलाई पनि थाहा छैन कि के छ तर जान्छौँ गइसकेपछि थोरै 2 दिन छुट्टी छ 1 दिन बिदा लिएको है नाउ वी आर इन द भेकेसन मोड हलिडेमा कहाँ जाने थाहा छैन के रे अब त भन्नु के भयो ल्याउनु टिकट के टिकट के को टिकट कहाँ जाने हो डोमेस्टिक है पोखरा हो कहाँ हो के थाहा नि एयरपोर्टबाट ढुड्री खेल्नु जान्न होला एयरपोर्टबाट त पोखरा होला ला हामीले आइडी कार्ड हाल्दैन है फोटो छैन तपाईँले मलाई भन्नु नै भएको छैन नि मैले कसरी हालौँ आइडी कार्ड भन्न त भने छैन फोटो होला नि त कुरा गरेर मिलाउनु हालिसक्नु भएन त यस्तो ला कहाँ ल्याउ त अब भन्छ भन्नु न जहाँ गइन्छ साँच्चै मलाई पनि थाहा छैन कहाँ जाने थाहै छैन त टिकट नत्र थाहै छैन डोमेस्टिक हान्ने कसरी थाहा भयो ल टिकट त मैले काटेँ त्यसपछि कहाँ जाने मलाई पोखरा होला चितवन हो र चितवन कि पोखरा गैँडाकोट हो भने अब यहाँ आइसकेपछि त मान्नै पऱ्यो गैँडाकोट हो तर म त कलकत्तातिर जान्छु होला गाडी भने सुरु त्यहाँबाट यता लगेपछि चाहिँ भक्तपुर हो ओके कहाँ जाँदैछ तिमी पोखरा ओके हाम्रो टिकट आइसकेको छ नाउ वी आर हेडिङ टुवर्ड्स पोखरा है सरप्राइज प्लान थियो ल तिमी एउटा ल्याऊ म एउटा लिन्छु टिकट है पोखरै हो नि अब चाहिँ कहाँ थाहा भयो अहिले चाहिँ टिकट हेरेर कहाँ रहेछ पोखरा रहेछ पोखराको टिकट त छ के अरे अब फेरि अर्को ट्विस्ट हो भने चाहिँ मलाई थाहा छ यहाँभन्दा पछाडिको मलाई थाहा छैन नि फेरि मैले त के होटल छ केही पनि पिउने गरेँ है त्यहाँ ल्यान्ड गरिसकेपछि जे हुन्छ देखा है केही छ लेट्स हो कस्तो एकदमै सरप्राइजवाला भएछ सक भयो त नि सक नै भयो नि ट्याक्सी यता एयरपोर्टमा छिर्दा त भन्ने भइरहेको थियो मैले थाहा चाहिँ दिएको थिएन होइन थाहा चाहिँ दिएको छैन नि त म चाहिँ सोचेको म चाहिँ धुली खेल होला भन्ने थिएँ धुली खेल 3 दिन धुली खेल त कसरी त्यही त सोचेँ अनि हजुरले अनि त्यसपछि अफरोड पनि छ भन्नु अनि अफरोड भइसकेपछि धुली खेलमा अहिले जानलाई एकदम टाइम लाग्छ होइन यात्रा एक नम्बर हजुर 1 नम्बर बस्नु
चढ्यो बसमा चढ्यो हजुर अब हामी सिधै पोखरा इन्टरनेसनल एयरपोर्ट प्लेन नचढिकन पोखरा जान्छ हजुर मेरो पोखरा इन्टरनेसनल एयरपोर्टमा त्यहाँ ल्यान्ड हुनु कति हो 11C 17 DE 15 11 आमाको 9 AC ओके ल बस त तिनीहरू चाहिँ पोखरा जाँदाखेरि चक्लेट स्न्याक्स ड्रिङ्क्स आयो ल्यान्ड भयो ए नानी कहाँ आयो तिमी पोखरा ल्यान्ड भयो ल गाइज हामीहरू पोखरा इन्टरनेसनल एयरपोर्टमा ल्यान्ड भइसकेका छौँ लगेज आएन फाइनल्ली मेरो सरप्राइज इन्ड भयो होइन म चाहिँ पोखरा ल्यान्ड गरिसकेँ अझै छ होला नि त सरप्राइजेसहरू अझै छ हुनसक्छ होला नि त माइट बी हुनसक्छ होला फर्स्ट नम्बरको सरप्राइज ल्यान्ड भइसक्यो एउटा त गयो मलाई थाहा नि थिएन म कहाँ जाने भनेर लगेज कुदैछ अब लगेज आउँछ अनि त्यसपछि ट्याक्सी बुक गरेर फेरि कहाँ जाने थाहा छैन मलाई चाहिँ आज लेक साइडतिर जाने है के छ नानी खबर ठिक छ चेक इन भयो भयो साथीले लिएर आएछ त एयरपोर्टमा भेट भएको साथीहरू लिएर आयो ओके हामीहरू चाहिँ होटलमा चेक इन गरिसकेका छौँ है अकुपेन्सी एकदमै लो छ पोखरामा त्यही भएर चाहिँ हाम्रो रुम चाहिँ अपग्रेड भएको छ वी आर गेटिङ अन द भेरी रिजनेबल प्राइस इजन इट है अब हामी अलिकति टल लिन्छौँ खाना खाएको छैनौँ खाना खान्छौँ सो देन आफ्टर वी विल एक्सप्लोर लेक साइड एरिया के छ त कान्छी खबर पोखरामा कति पनि जाडो छैन जाडो छैन लुगा ल्याएर अब त लाउनै नसकेको छ यहाँ म यत्तिकै सुत्ने भनेर लिएर आएको टी सर्ट लाएर हिँड्यो हो जाडै छैन जाडै छैन ओके फाइन अब बेलुका कस्तो छ अहिले चाहिँ छैन गर्मी नै भयो अहिले चाहिँ बेलुकादेखि अलि जाडो हुन्छ होला अब हामी इटिङ गर्न जान्छौँ इटिङ के थकाली खाने या ओके थकाली म खोज्छु है यहाँ वरिपरि चेली थकाली भन्ने छ त्यहीँ जाउँ है ल जाम छिटो जाम भोक लाग्छ है ओके गाइस सो हामीहरू अब खाना खानको लागि थकाली रेस्टुरेन्ट खोज्दैछौँ स्ट्रिट नम्बर 14 वरिपरि छौँ हामीहरू ओके लेट्स हिट द रोड जाउँ एकैछिन त्यहाँ चाँपीले समस्या दियो कि हामीहरूलाई त्यो डिजिटल लकको एक्सपायर भएर रहेछ म्यानुअल लक लिएर पनि अड्कियो स्टक भयो तर म आफैले फिक्स गरेँ है पछाडि है जाउँ के खान्छ खानै खान्छ होला है के कुन खाना खाने चिकन खाना मात्रै खाऊ है चिकन खाना खाने
हो दालमा पनि दालमा एक मलाई पनि हाल्दैन है भातमा दालमा एक चामच। Nice, thank you. हामी अहिले खाना खाएर लेक साइडमा यसो हिँड्दैछौँ होइन खाना कस्तो लाग्यो मिठो थियो अगायो नि टन्डे अब के जाने त्यहाँ तालबराई मन्दिरमा जाने जाउँ न एक हेर्नुलाई हामी कस्तो गर्न त हुँदैन पूजा गर्न हुन्न त्यही पनि खाना खाएर जाँदा केही हुँदैन है अब त्यहाँ डुङ्गा बाटो छौँ है थोरै साइड सिङ गरौँ अहिले त्यसपछि घर फेरि रेस्ट गरौँ हुन्छ ल अब मन्दिर जानको लागि है मन्दिर जानको लागि टिकटको कस्ट चाहिँ 100 रुपियाँ पर्दो रहेछ तालबाई बाराई पारी गएर आएको हामी अरू अन्त चाहिँ नजाने है यस्तो गरेर चाहिँ थोरै मन्दिरमा म गएको छैन गएको छैन म त गएको छु अन्त ठिकै छ तिमीले त ऊ पनि लगाइसक्यो है लाइफ ज्याकेट म लगाउँछु मन्दिर हो ल हुन्छ ल कहाँ कुन कुन चाहिँ भोट हो तपाईँहरूको टिकट लगाउनुहोस् ल अनि एकजना अगाडि एकजना पछाडि बस्नु अब हिँडिहाल्छु म भइहाल्छ नानी ल यो समात त म यो मलाई ठ्याक्क त भइरहेछ ल जाऊ गो हजुर कहाँ बस्नुहुन्छ अगाडि हजुर अगाडि बस्नु म पछाडि बस्छु सानो हजुरलाई सानो मलाई ठुलो भएछ क्या ए डर लाग्यो माइ लर्ड केही त हुन्न नि केही हुँदैन लडाउनु भयो भने मैले किन लडाउने ल हामी तालबराई जाँदैछौँ तालबराई पहिला यो फाँटो पानी जमाएर मात्र ताल हजुर नेचुरल ताल होइन नि यो होइन पानी जमा पहिला खोला हो पहिला कुन खोला रे यो खोला हजुर यो आउने चाहिँ हर्पन खोला हो पहिलाको नेम चाहिँ यसको बैदाम ताल भन्दो रहेछ बैदाम खोला खोला ताल पछि यसलाई ड्याम स्याम बाँधेर यता यसो व्यवस्थित गरेर मन्दिरसँग यसो च्याटक चुटुक पारेर पछि यो फेवा ताल नामाकरण भयो मन्दिर पनि बन्नु भएको हो मन्दिर त पहिल्यै थियो सानो थियो अनि मन्दिर पहिल्यै झुप्रो जस्तो तालबराईलाई परिक्रमा गर्दैछौँ बुझ्यो नि है ओ माथिबाट ठिक छ नि केही जाओस् न 2-4 शब्द म कहिले पनि गएको होइन यसरी राउन्ड पनि लगाएको थिएन तालबराईले लगाएको थिएन हो म त उताबाट त अर्को ढुङ्गाले यता ल्याएको थिएन क्या उतैबाट लेक हाउसतिर गर्थेँ जानु लेक हाउस त उता हो लेक हाउस त त्यो बाटो गयो तर मन्दिर चाहिँ आएन यहाँ माछा नि छन् है माछा फिस मछली जेड ब्ल्याकमा छ त सिउदेखि पाउसम्म हो है पुरै ब्ल्याकै ब्ल्याक रहेछ ल जाउँ यताबाट कहाँ जान्ला कुन मन्दिर तालबराई लेट्स मुभ है यो 2006 सालमा हैन तालबराई यो चाहिँ तल चाहिँ यो चाहिँ के खोला तल ढुङ्गाहरूको बाटो हो कि ए ढुङ्गाहरूको बाटो भन्छ यो यतापट्टि खोला यतापट्टि खेत ए ठिक हो 6 सालको सिला 15 सालमा यो भयो 15 सालमा यो भयो है यसरी अलि हिसाबले यो गर्छ अनि पछिल्लो लटमा यो ए यहाँ हामीले पछिल्लो देखेको यो होइन पछिल्लो 18 साल अब यसपछि चाहिँ अब यहाँ तपाईँ हामीले देखेका त कुरा त अब यो आएको बल्ल त्यही त अब त्यसपछि यो हुँदैछ होइन त्यसपछि बन्ने भनेको यो नै ए यो अब बन्ने भनेको यो भित्र यो निर्माण कार्य धमाधम सुरु भयो साथीहरूलाई थाहा छ कि छैन है यो तालबराईको हिस्ट्री हामीले यहाँको सूचना अधिकारीसँगबाट भर्खरै प्राप्त गऱ्यौँ होइन 2006 सालमा यहाँ अहिले तालबराई मन्दिर
चाहिँ जस्तो पुनर्निर्माण हुँदैछ है त्यतिखेर खरको जस्तो भनेको चाहिँ झुप्रो मात्र देखिन्छ। अनि यो तालबराईको चाहिँ तपाईँको यो राइट ह्यान्ड साइडमा यहाँ खेतहरू भएको र लेफ्ट ह्यान्ड साइडमा यहाँ खोला भएको भन्ने चाहिँ भर्खरै मलाई मन्दिर व्यवस्थापनका सूचना अधिकारीले चाहिँ त्यो चाहिँ इन्फर्मेसन दिनुभयो होइन। पछिल्लो क्रममा चाहिँ यसलाई चाहिँ जस्तो यो पुनर्निर्माण हुँदाहुँदै यति हुन रहेको भन्ने कुरा पाइयो। अहिले यहाँ तालबराई मन्दिर चाहिँ जस्तो पुनर्निर्माण हुँदैछ, यो क्षेत्रमा चाहिँ पुनर्निर्माण सुरु छ। अब यसको प्रेमिसेस चाहिँ यसै छ, तपाईँहरूले देख्न सक्नुहुन्छ है प्रेमिसेस। तालको बिचमा राम्रो छ जाने जाने हामी तालबराई हेरिसक्यौँ अनि फोटो खिच्यौँ रमाइलो गऱ्यौँ। अब हामी फेरि ब्याक टु उतापट्टि होटेल ओके ल ब्याक टु हामी तालबराई मन्दिरबाट हामी फर्किँदैछौँ। नानीले मेरो भिडियो खिचिदिइरहेको छिन्। रमाइलो भएको छ सरर र भ्याकेसन यो ढुङ्गामा जति चढे नि धित मर्दैन है। रमाइलो हुन्छ नि त, जहाँ गए पनि चढ्न मन लाग्छ। गर्नु पनि पर्छ वाटर एक्टिभिटी चाहिँ। के गर्ने भन्ने सोचिरहेको छु फर्स्ट इयर। इभिनिङ भ्यूको स्ट्रिट इभिनिङ भ्यूमा आएको छ। ताल कस्तो देखिरहेको छ है, शान्त है, रमाइलो देखिएछ, आनन्दको फ्रेस देखिरहेको छ है, यस्तो देखिरहेको छ है। यहाँसम्म ल्याएको त। अनि यहाँबाट अलि तल गइसकेपछि ड्याम साइड आउँछ नि त, ऊ त्यो देखियो नि, त्यो ऊ त फिस्टेल हो क्या, त्यो चाहिँ फिस्टेल बुझ्यो नि। उताको साइड चाहिँ ड्याम साइड हो, यता चाहिँ लेफ्ट साइड हो क्या, बुझ्यो मैले भने। यति फिस्टेल हो त्यो। त्यो अनि लाने यही बाटोबाट लाने हो। अलि अगाडिबाट यस्तै डुङ्गाहरू पर्छ। ओके के हिँड्ने अब हिँड्न एकदमै लेफ्ट साइड हेर्नु मन्दिर रहेछ त्यहाँनिर पनि, त्यहाँ मन्दिर रहेछ त्यहाँ रहेछ, उहाँसम्म जाउँ न। भाइको बिहा भएको ठाउँमा पुगिन्छ क्या। ल जाऊँ न, ल हेरौँ ल, त्यहाँसम्म पुगेर हामी चाहिँ कति टाढा अब यहीँ त आइसक्यो। के थियो अरे त्यो पार्टी प्यालेसको नाम के थियो? क्रिस्टल ल ल मात्र याद छ। स्ट्रिट 6बाट फर्क्यो है, त्यहाँभन्दा उता गइएन है। हामी के अरे क्रिस्टल पार्टी प्यालेससम्म जान्छौँ कि भनेको थियो है, कहाँ त यही बाटो अलि अगाडि गइसकेपछि कनेक्ट हुन्छ। तर अब हाम्रो उता पनि जान्छौँ हामी। स्ट्रिट नम्बर हामी कति 14मा होइन, 6मा छौँ, 7, 8, 9, 10, 11, 12, 13, 14, 8वटा स्ट्रिट कटेर जानु छ नि त। अब उतैतिर उताको इन्ट्री पोइन्टतिर घुमौँ न त है। ल मैले क्याब टिपेँ, 500 रुपियाँ दिनु मलाई उहाँले। यो सस्तो कि महँगो? एकदम सस्तो, चिप एन्ड बेस्ट। चिप एन्ड बेस्ट हो। मलाई कस्तो देखिएछ कान्छी? टुरिस्ट जस्तो है। ल अब टोपी लाएर हिँड्यो है, अब बल्ल घुम्न आयो। मैले बेनगर चाहिँ लाउँथेँ कि, बेनगर त मैले 9-10 क्लासमा पढ्दै लाउँथेँ।
घरै एउटा फोटो छ नि त मैले यस्तो पुरै दरम खोलामा डुबेर यस्तोमा चाहिँ त्यो कविता लेख्न लागेको अनि यस्तो टोपी चाहिँ यस्तोमा राखेको थियो क्या त्यही भएर मैले लगाइदिएन नि जस्तो देखिएछु बाल मतलब छैन दिनुहुन्छ चित्त बुझेन भने विलम्ब गरिदिनुहुन्छ विघ्न बाधा उत्पन्न गरिदिनुहुन्छ भन्ने भनेको त्यसबाट सबै पूजा अर्चनाहरू गर्नभन्दा पहिला गणेश भगवान्लाई पूजा गरेर खुसी बनाएर एउटा ठाउँमा राखिसकेपछि अरू पूजा गरिन्छ कामहरू निर्विघ्न सम्पन्न होस् कसैलाई हानि कसैको बाधा अड्चन नहोस् प्रभु भनेर विघ्नेश्वर भगवान श्री गणेशलाई पूजा अर्चना गर्दै बस्नुहोला आनन्द लिनुहोला गर्न लागेका कामहरू उपचारको लागि भनेर पाक्लुङ हाल काठमाडौँबाट आएर 250 प्रदान गर्नुभएको छ महाशिवका शक्तिले हेमान गौतमजीका सकल पितृको उद्धार होस् वैकुण्ठवास होस् वैकुण्ठमा आफ्ना निमित्त यसरी कामना गर्ने हेमन्त गौतमज्यू र सकल परिवारलाई उहाँका पितृले आशीर्वाद दिनु घरमा जन्माइयो नवग्रहहरू शान्त हुन् सन्ततिको उज्जवल भविष्य बङ्गलाजीबाट कान्छी हेलो के छ के खाने हो सेक्का खाने बवाल रमाइल ग्रिल फिस खाने ल ठिक छ लेक साइजको ब्याम्बो बारमा होइन बुझ्नु है लाइभ म्युजिकको साथमा है माहौल रमाइलो छ यहाँ है ल हाम्रो सेकु आएन नि अब त कस्तो छ तातो छ ठिक छ मिठो छ ल गुड राम्रो छ नि राम्रो भन्दा नि टेस्टी सही छैन अहिले चाहिँ ग्रिल फिस आउँछ है अनि हाम्रो ग्रिल फिस आयो है ग्रिल फिस आयो है माझी कुनाको जस्तो झल्को त मेटाउनु होला है हेरौँ न कस्तो छ त्यो पनि टेस्ट कस्तो छ है ओके एकदम मेस्मराइजिङ इन्भाइरोमेन्ट छ होइन कस्तो इन्जोय गरिरहेको छौ एकदमै दामी निडेड भ्याकेसन या ह्याप्पी राइट एकदम ठिक छ ल ओके वेलकम अब भोलि पर्सि नि हुन्छ राम्रो राम्रो हुन्छ ट्विस्ट एन्ड टर्न्सहरू ओके ल इन्जोय गर है उहाँ चाहिँ चियर लभर हो तपाईँले मड्का तन्दुरी बनाउँदै हुनुहुन्छ ल हेर्नु रेडी भयो है ए राइट हेर्नुहोस् है यसमा ओके फाइन ए त्यसलाई चाहिँ पहिला चाहिँ त्यो मड्कालाई चाहिँ त्यो उहाँ तल कोइलामा हजुर कोइलामा पकाइराखेको हुन्छ पकाइराख्नु होइन हजुर यो चाहिँ माटोको हजुर क्लेको हजुर यही प्योर क्ले होइन हजुर ओके फाइन त्यही भएर यसलाई चाहिँ मड्का तन्दुरी होइन अर्को स्ट्रिटमा तपाईँले खाने मड्का चिया हो माटोको भाँडामा पकाउँछ स्वाटा हालेर दिन्छ तर यसमा चाहिँ तपाईँको ग्लास नै पकाइन्छ यसमा चाहिँ गिलासै पकाएर गिलासमा बोइल गरेर तन्दुरी बनाएर हजुरलाई ग्लास नै पकाइन्छ अब यो चाहिँ अब यसमा राख्यो होइन यसमा राख्यो अब यसमा चिया पोर गर्यो होइन चिया पोर गर्यो So this is called मड्का तन्दुरी गाइस साह्रै खरानी आउँदैन होला अब लेट्स टेस्ट है तिमी चिया लभर हो तिमी अनि हैन हल्का आउँछ त मैले छान्छु तर तपाईको चाहिँ पिठानो मार्छ है तर जाडोमा आगो ताप्दै खाँदा ठिक हुँदो रहेछ तिमीले यस्तो चिया खाथ्यौ हाम्रो यहाँ चिया लभर हुनुहुन्छ फेरि है उहाँले नमिठो भन्नुभयो भने फेरि गाह्रो हुन्छ नि त भइहाल्छ नि है पहिला उहाँलाई दिनुहोस् ल हुन्छ ओके मलाई त्यहीँ राखिदिनु सक्छु होल्ड अन म खान्छु ल 100 रुपियाँ लाउन भने मड्का चिया
मिठो छ तन्दुरी चिया छ मड्का तन्दुरी चिया दाइको राम्रो छ? मेहनतले रङ ल्यायो रङ ल्याए ल तिमी फेवातालको तिरमा बसेर मड्का तन्दुरी चिया खाँदैछौ कस्तो ठिक छ ओके ब्रदर है ल थ्याङ्क यू सर तपाईँ पास हुनुभयो पास हुन नि जरुरत छ कि है मैले लाइभ बनाउँछु तपाईँको भन्दा मेरो चाहिँ चक्लेट वाफेलमा बटरस्कच गरिदिनुहोस् है बटरस्कच मनपर्छ नि होइन त्यही त नट नि छ मिठो छ चक्लेट वाफल भनेर ठिक छ है गुलियो चिज यसै मिठो भइहाल्छ ओके कान्छी ल के चक्लेट वाफेल कस्तो छ बवाल छ मिठो छ यस्तो के घुम्न आउँदाखेरि चाहिँ सानो सानो चिज पनि मजाले इन्जोय गर्नु मन लाग्यो कि होइन त्यही त हो नि है